उहाँहरूलाई थाहा छ यो अहिलेको जमानामा कोही कोही होला गाउँतिर पनि छोड्नलाई हेर्नु न यो मेरो बुढोको रहर हो अरे कि हेर्नुहोस् है मही पार्ने हो हेर्नु नि यहाँ घिउ 2 पालोको यति छ हेर्नुहोस् है यो घिउ छ नि अब त्यो ठेकी होइन यसलाई केले पार्छ देखाउँछु है अन्त दुध कुँडे के तपाईँहरूले यस्तो कुँडे त पहिला अन्त अहिले देख्नुहुन्न नि त रहर ठेकी दुध चाहिँ यसमा दुने जम्मा हुने रे कि अनि यो ठेगा गनाउँछ कि हामीलाई त गनाउँछ नि त म यहाँ खडेर राख्छु म केले पारेको थाहा छ हेर्नु त यो मही पार्ने यो के हो पहिला पहिला हाम्रो अहिले त कसले पार्छ र यसले होइन मेरो ससुराले बनाउनुहुन्छ यो अहिले 75 वर्ष 76 हुनुभयो क्या अलमोस्ट कस्तो छ अहिले गर्छन् अहिलेका पिँढीहरूले गाउँमा पनि छोड्नुहुन्छ यत्रो अन्त हेर्नु नि यो हो कि अर्ग्यानिक लाइफ होइन किटको कडाइमा हो कि यस्तो गरेर कस्तो दामी हुन्छ अहिले घिउ खराउँदैछु कि